हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी करिब 3 बजेतिर च्याउ खोज्नको लागि निस्क्यौँ। मकै खाँदै गर्दा हामीलाई पानी तिर्खा लाग्यो अनि हाम्रो चाहिँ घर धारा जाने बाटो अनि नजिकै कटर पनि फलिरहेको थियो अनि हामी चाहिँ धारामा पुगेर पानी खायौँ साथीहरू। पानी खाएर अनि हामी चाहिँ रोडमा प्रवेश गऱ्यौँ साथीहरू। अनि मेरो साथीको घरमा चाहिँ ठुल्ठुलो कटरहरू रहेछ कि अनि त्यो कटरहरूलाई पनि मैले देखाएँ साथीहरू। हाम्रो घरदेखि चाहिँ पिच रोडमा आउन 6 मिनट जति लाग्छ साथीहरू। अनि मेरो बहिनी चाहिँ पसलमा गएर पान्डा किनी अनि पान्डा किनिसकेपछि मैले चाहिँ बाबुदेखि पान्डा मागेँ कि दिएन अनि त्यसपछि हामीले अटो पाइरहेको थिएनौँ अनि अटो पनि उतिखेरै आयो कि अनि हामीलाई किनकि छिटो पुग्नु थियो नि त जङ्गलमा। अनि अटो पनि आयो अनि हाम्रो नजिकैको वडा कार्यालय पनि आयो अनि त्यसपछि वडा कार्यालय तिना माइजूहरूलाई भेट्यौँ। घर जाने लाग्नुभएको थियो मस्तै च्याउ लिएर अनि मम्मीले चाहिँ पैसा तिर्नुभयो अटोमा अनि हामीले जङ्गल प्रवेश गऱ्यौँ साथीहरू। प्रवेश गरिसकेपछि माइजू दिदी अनि दादालाई पनि भेट्यौँ अनि बहिनीदेखि भयो सुरुमा चाहिँ च्याउको सुरुवात। अनि हामीले चाहिँ साथीहरू पटौकाहरू पनि टिप्यौँ, सल्याउ पनि टिप्यौँ अनि मैले चाहिँ कति राम्रो फुल टिपेँ के साथीहरू। अनि त्यसपछि आजको हाम्रो च्याउ चाहिँ यति भयो साथीहरू।